रूपेश सिंह दामी खेलेको छ आज रूपेश सिंहले। जुन दिन कुशल पौडेलले रन स्कोर गर्न सक्दैन त्यो दिन नेपालले जितेको रेकर्ड त कमै छ। आज 34 रनले हार्यो। आज ब्याटरहरूको पर्फर्मेन्स हेर्दाखेरि के लाग्यो के भन्नु। आज यिनीहरूको पर्फर्मेन्स यस्तो घटिया थियो के भन्नु। एकदम घटियाको पर्फर्मेन्स। अनि यो के भएको यो भाइस क्याप्टेन बनाउँदा दिपेन्द्र सिंह ऐरी 50 रन दियो यार। 50 रन भनेको यहाँ हो ओडिआई खेल्या हो यार। मजाक ओडिआई खेल्या हो र 50 रन दिनलाई 4 ओभरमा 50 रन T20मा के हो यस्तो। ल 50 रन दियो ठिक छ। आफूले जति रन दिएको त्यति त हान्नु पर्थ्यो नि। 50 रन दिएको छ आफूले 50 हाने भए त हुन्थ्यो नि त। के खेलेको आजको यो ब्याटिङमा रन त आयो राम्रै आयो। अरूको हेरी राम्रै छ दिपेन्द्र सिंह ऐरीको ब्याटिङमा आज रन राम्रै आयो। अरूको ब्याटिङ हेरी एकदम राम्रो छ रन। तर बलिङमा के गरे 50 रन दिएको छ यहाँ। मजाक हो सानोतिनो रन हो 50 रनको सानोतिनो हो T20मा। अनि क्याप्टेन के भएको बलरहरूलाई राम्रोसँग युटिलाइज गर्न सकिरहेको छैन। के मजाक गरेको क्याप्टेनले आज। अनि के मजाक हो यार यस्तो गेममा करण केसीलाई बेन्चमा किन राख्यो। करण केसीलाई बेन्चमा किन राख्यो। सब नयाँ बलर नयाँ प्लेयरहरूलाई लिएर चान्स दियो ल ठिक छ राम्रो गर। करण केसीलाई बेन्चमा किन राख्यो। अहिलेको अवस्थामा गेम आजको यो गेममा लास्टमा करण केसी चाहिन्थ्यो। करण केसी चाहिन्थ्यो। यस्तो नियम हुन्छ। 150+ चाहिँ स्कोर हाल्नु। रूपेश सिंहलाई थ्याङ्क यू भन्नुपर्छ यार। 159 रन आइरह जम्मा। रूपेश सिंह 22 बलमा 43 रन हानेको छ। ऐरी 33मा 34, पौडेल 20मा 27, भीमसारकी 10मा 12, आरिफ शेख 7मा 10। अनि यो रोहितले के क्याप्टेनले के मजा गरेको। रोहितले के मजा गरेको। त्यत्रो बल्ल रन स्कोर गर्दै थियो आसिफ दाजु। रन आउट किन गराएको। के पैसा दिएको थियो के अरे रन आउट गराउनुको लागि। नानाको लागि पैसा आएको थियो के हो। बल कति नजिक छ कुद्न लाएर अनि क्यान्सल गराएर आउट किन गराएको त्यो। आउट किन गराएको। ऐरीले 50 रन दियो त्यति नै हान्दिएको थियो भने आफूले दिए जति 34 रन मात्र 34 रन हानेछ मात्र त राम्रो हानेछ हान्न त। राम्रो बलरहरूलाई रूपेशले 32 रन दिएको छ उसलाई गराउनु छैन। भुर्तेललाई बलिङ किन नगराएको 2 ओभर गरेर किन राखेको। 2 विकेट लिएको हामीसँग 2 विकेट लिएको बलर छ। 2 ओभर सिङ्गै बाँकी छ। त्यो बलरलाई छोडेर अरूलाई गराएको छ। दिपेन्द्र सिंह ऐरीलाई दिएको छ जो धेरै रन दिइरहेको छ उसलाई दिएको छ। आजको गेम हेरेर त के भन्नु। यस्तो गेम नखेल्यो। लास्टमा आजको गेम हेर्दाखेरि मलाई विवेक कुमार यादव पो याद आइरहेको थियो आज। साँच्चै भनेको ओमानसँगको गेममा त्यो ग्राउन्डमा
24 लास्ट ओभरमा 24 रन चाहिएको 3टा छक्का हाल्न गेम झन्डै हातमा लिएको थियो। त्यो मान्छेको याद अस्ति आएर त अनि एउटा कुरा, यो रुपेश सिंह राम्रो खेल्दा त 42 रन हालेको थियो, नट आउट 42 नट आउट, ल ठिक छ। 1 रन आउने बलमा 2 रन किन कुद्या आउट हुनलाई? आउट त भयो त, ल सक्यो त अब आउट भयो। यदि त यो मान्छे 2 रन नकुदेको थियो भने 1 रन मात्र लिएको थियो भने गेम जित्ने चान्स त थियो नि। 34 रनले हारिया छ यार। 1 ओभरमा 34 रन त नहाउला अरे। ल अलिक क्लोज त जान्थ्यौँ नि हामी, किन कुद्या 2 रन? नहुने काम नसक्ने चाहिँ किन गर्नु? बल अलिक टाढा गएको थियो भने पुग्ला 2 रन कुद्नु अगाडि पनि कुदिरहेको थियो। ल कोही भन्नु, बल त्यति टाढा नि गएको थिएन, 2 रन किन कुद्या? अनि हिजो त्यस्तो राम्रो पर्फर्मेन्स गरे प्लेयरहरूले आज के हो ओपनिङदेखि नै सुहायो त। कुशल भुर्तेल नचलेको दिन गेम हार्नै पर्ने हो। जुन दिन कुशल भुर्तेल चलेन त्यो दिन नेपालले हारो भनेको रियलै हो। आज गेममा थाहा भयो। T20मा यति लामो रन चेज गरेको रेकर्ड त थिएन नेपालको। ओडिआईमा त मरेर यतिको रन यतिको त चेज गर्थ्यो यहाँ मरेर। अस्ति यही टिमलाई 98मा रोकेर अलआउट गर्न सकेको टिम सकेको नेपाल वाउ बनेको थियो। आज त्यही टिमसँग हार्न सफल भएको छौँ हामी। कङ्ग्रेचुलेसन, 34 रनले हार्न सफल भएको छौँ हामी। त्यही टिम अस्ति जुन टिमलाई हामीहरूले 98 रनमा रोकेका थियौँ, आज त्यही टिमसँग 34 रनले हार्न सफल भएका छौँ। त्यसको लागि पनि एकचोटि कङ्ग्रेचुलेसन हाम्रो टिमलाई। जुन टिमलाई हामीले अस्ति 98 रनमा रोकेर सफल भएको थियौँ, आज त्यही टिमले हामीलाई 194 रन हान्यो यार। यो पनि एकचोटि ताली पकाउनुपर्छ, कङ्ग्रेचुलेसन। यस्तै खेल्नु जानु, यस्तै खेल्दै गयो भने हाम्रो टिमले एक दिन अवश्य टेस्ट स्टाटस चाहिँ होइन ओडिआई स्टाटस गुमाउनेछ। यसरी नै खेल्दा अब वर्ल्ड कप खेल्ने इच्छा छ। 26को T20 वर्ल्ड कप यही पाराले खेल्दै गयो भने त वर्ल्ड कप त सम्झिँदै राम्रोसँग खेलिन्छ। यही पाराले खेल्दै गयो भने वर्ल्ड कप त आफ्नै छ पार। के खेलिरहेको छ थाहा छैन। कहाँदेखि मान्छेहरू फ्यानहरू आएको थियो गेम हेर्नलाई। अस्ति मैले हिजो एउटा भिडियो हेरेको थिएँ मैले। लन्डनदेखि कति 24 घन्टा कि 18 घन्टाको बस यात्रा गरेर गेम हेर्न आएको भन्दै थियो। यत्रो लामो बस यात्रा गरेर गेम हेर्न आएको छ यहाँ। ती फ्यानलाई त खुसी त जितको छैन। त्यत्रो लामो बाटो यात्रा गरेर आएका छन् आफ्नो टिमलाई सपोर्ट गर्न। टिमले केही राम्रो पर्फर्मेन्स ल्याउँछ र के राम्रो हुन्छ भनेर हेर्न, राम्रो गेम खेल्छ भनेर हेर्न। स्वाहा 98मा रोक्न सकेको टिमलाई 194 रन हाल्छ। के भन्नु, कुशल भुर्तेल चलेन, गेम सक्यो। जुन दिन कुशल भुर्तेल चलेन त्यो दिन नेपालले गेम त जितेको त्यो दिन त। कङ्ग्रेचुलेसन, एकदम राम्रो छ आज खेल। यस्तै खेल्दै जानु, यसरी नै खेल्दै जानु। एक दिन अवश्य गेम जितिन्छ, अवश्य। तर रुपेश सिंहलाई मैले अडियो भिडियोमा के फर्स्ट गेममा राम्रो खेल्दै थियो, सेकेन्ड गेममा हल्का गडबड भयो। त्यसको फर्म मतलब त्यति रन स्कोर गर्न सकेन। तर आज थर्ड गेममा रुपेश सिंहले कुक गरेर देखायो कि ऊ डोमेस्टिकमा राम्रो पर्फर्मेन्स गरेर नेसनल टिममा परेर राम्रो पर्फर्मेन्स गर्न सक्छ भन्ने उसले देखायो। अरू प्लेयर त उयो यही पाराले खेल्दै जानु साँच्चै हो।